आज मैले लो ब्लड प्रेसर, हजुरहरूको ब्लड प्रेसर लो किन भइरहेको छ, कसरी हजुरहरूको ब्लड प्रेसर लो भएको हुनसक्छ र यसको चाहिँ घरायसी र मेडिकल उपचारहरू के हुनसक्छ र लो ब्लड प्रेसरमा कस्ता लक्षणहरू देखिन्छ भनेर छलफल गर्छु। मि सञ्जीव देवकोटा, निपुण च्यानल स्वास्थ्य टिप्स। म पोखरामा फार्मेसीमा काम गर्ने गर्छु, यही औषधि दिने काममा कम्युनिटी फार्मेसीमा काम गर्छु। हाम्रो मेडिकलहरूमा पेसेन्ट नाप्न धेरै नै आउनुहुन्छ, किनभने कम्युनिटी फार्मेसीमा अब तलमाथि भइहाल्यो भने, चक्कर चक्कर लाग्यो भने सुरुमा आउने प्रायः जसो मेडिकलमै हो नेपालमा है। अब यसरी चाहिँ चक्कर लाग्दाखेरि अथवा केही कारणले चाहिँ हजुरको प्रेसर लो भयो भने आएर नाप्नुहुन्छ। सर्वप्रथम हामीले चाहिँ लो प्रेसर भनेको कति ब्लड प्रेसर भयो भने हामीलाई लो ब्लड प्रेसर हो भनेर जानिराख्नु पर्यो। यदि हजुरले चाहिँ जहिले पनि हजुरको ब्लड प्रेसर 120/80 छ, नर्मल्ली 120/80 नै भइरहन्छ, अथवा 130 होइन 85-90 भइरहन्छ, यही खालको कन्डिसनको हजुरको ब्लड प्रेसर छ भने विविध कारणले गर्दाखेरि हजुरको ब्लड प्रेसर झरेर 90-60 भयो भने हजुरको ब्लड प्रेसर लो भयो, अथवा 170 पनि भयो भने पनि हजुरको ब्लड प्रेसर लो भयो भन्न सकिन्छ। तर कतिपय महानुभावहरू 90-60 पनि नर्मल्ली बसिरहनुहुन्छ, केही लक्षणहरू दिनुहुन्न। 90-60 हुँदा पनि धेरै महिला दिदी बहिनीहरूलाई, अब अलिकति उमेर गएका वृद्धहरू जो प्रेसरको दबाईहरू खानु भएको छैन, उहाँहरूको 90-60 प्रेसर भइरहेको म देख्छु। प्रेसर 90-60 हुँदा पनि उहाँहरूलाई नर्मल्ली केही पनि सिम्पटमहरू देखिएको छैन भने त्यो पनि प्रेसर नर्मल हो। तर 90-60 भन्दा पनि तल आयो कसैको पनि, अब आम महानुभावहरूको 90-60 पनि आइरहेको छ, प्लस सिम्पटमहरू पनि देखिएको छ, अथवा 90-60 भन्दा तल आएको छ, सिम्पटम पनि देखिएको छैन भने एकचोटि कार्डियोलोजिस्ट अथवा फिजिसियनलाई हजुरहरूले भेटेर विभिन्न खालका कारणहरूले भएको हो कि होइन भनेर, अथवा नर्मली हो भनेर रुल आउट गर्न सक्नुहुन्छ। यो प्रेसर लो हुँदाखेरि के लक्षणहरू हामीलाई देखिन सक्छ भन्दाखेरि हामीलाई चक्कर लाग्न सक्छ, हामीलाई रिङटा लाएर अब लड्ने सम्मको अवस्था हुन सक्छ, वाक लाग्ने, टाउको दुख्ने, हामीलाई अब पसिना चिटचिटी पसिना आउने, एकदम थके लाग्ने, कहिलेकाहीँ अब मांसपेशीहरू एकदमै शिथिल हुने, एकदम गलेर जाने, र कहिलेकाहीँ हात खुट्टाहरू एकदम चिसो, शरीर चिसो हुने, बान्ता हुने, कहिलेकाहीँ फेन्ट हुने हैन, मुटुको धड्कन बढ्ने, यस्ता खालका समस्याहरू हामीलाई देखिन सक्छ। अब के कारणले हाम्रो प्रेसर लो हुन सक्छ? मैले भने फेरि पनि 90-60 छ, यहाँलाई अघि मैले भनेका केही लक्षणहरू देखिएको छैन, रिङटा लाग्ने, चक्कर लाग्ने केही पनि भएको छैन भने हजुरको प्रेसर नर्मलै हो, त्यही नै हजुरको नर्मल प्रेसर हो। सिम्पटम पनि देखिएको छ भने के हुन सक्छ त भन्दाखेरि यहाँलाई डायरियाहरू भएको छ, भमिटिङहरू भएको छ, कुनै पनि अब ज्वरो आउने अथवा अरू पनि कुनै पनि औषधिको मेडिकेसनहरू गरिरहनु भएको छ, लामो समयदेखि बिरामी हुनुभएको छ, लामो समयदेखि खानाहरू खानु भएको थिएन, यहाँहरूलाई अचानकै त्यो एउटा स्ट्रेस, त्यस्तो चाहिँ हजुरलाई अब भनौँ न हल्ले सम्हाल्न नसक्ने खालका कुराहरू सुन्नुभयो, त्यस्तो खालको चाहिँ तनाव झ्याप्प आयो भने पनि कहिलेकाहीँ चाहिँ प्रेसर लो हुन सक्छ। हजुरले विविध खालका औषधिहरू खाइरहनु भएको छ, जस्तो चाहिँ प्रेसरकै औषधि खानु भएको छ, पहिला लाइफस्टाइल ठिक थिएन, हजुरले मुखहरू बार्नुहुन्थेन, नुनहरू बार्नुहुन्थेन होइन, लाइफस्टाइल ठिक नभएको कारणले हाई ब्लड प्रेसर भएको छ, तर डाक्टरले ब्लड प्रेसरको औषधि दिनुभयो, ब्लड प्रेसरको औषधि खाइरहनु भएको छ, तर लाइफस्टाइल चेन्ज गर्नुभयो, राम्रो लाइफस्टाइल बनाउनु भयो, र अहिले आएर चाहिँ झ्याप्प प्रेसर हजुरलाई थाहा नहुने, प्रेसरको औषधि खाइरहने, लाइफस्टाइल पनि सुधार्ने र प्रेसर घट्ने भएको हुनसक्छ। यदि पिसाब लाग्ने होइन, डायुरेटिक औषधिहरू जस्तो अब फुर्सेमाइडहरू, लेसिल्याक्टोनहरू, यस्ता औषधिहरू खाइसकेपछि झ्याप्प चाहिँ अलिकति पिसाब अलिक बढिरहेर कहिलेकाहीँ बिरामीको झ्याप्प प्रेसरहरू लो हुनसक्छ औषधिका कारणले। अब कहिलेकाहीँ भिटामिन B12 को कारणले पनि हजुरहरूको प्रेसर लो भएको हुनसक्छ। कहिलेकाहीँ यदि हजुरलाई चाहिँ हठाठ्याकको सिम्पटम आएर गइसकेको छ भने पनि कहिलेकाहीँ चाहिँ त्यहाँतिर हजुरको प्रेसर लो भएको हुनसक्छ। अब पानीको मात्रा पनि हजुरले मेन्टेन गर्नु भएको छैन, राम्रोसँग पानीको मात्रा खानु भएको छैन, अब यात्रामा हुनुभयो, पानी खान पाउनु भएन, डिहाइड्रेट हुनुभयो, अथवा एकदम जोडले चाहिँ पसिना आउने गरेर एक्सर्साइजहरू गर्नुभयो, अथवा एकदम घाममा लामो समयसम्म हिँड्नुभयो र एकदम शरीरबाट धेरै पानी निस्केको छ भने पनि हामीलाई प्रेसर लो हुन सक्छ है। यी कारणहरू मैले सिम्पटम, लक्षण र प्रेसर लो हुने मोटामोटी है, मेनली यी बाहेक अरू पनि हुन सक्छ ती गहिरो रूपमा, तर आम सर्वसाधारण र धेरै उत्तर हुने कारणहरू यिनै हुन्। अब भनौँ न त्यस्तो भयो भने अब हामीले के गर्ने है? यदि हाम्रो घरमा हुनुहुन्छ त्यस्तो व्यक्तित्वहरू जसलाई चाहिँ प्रेसरहरूको दबाईहरू खाइरहनु भएको छ, उहाँहरूलाई चाहिँ झ्याप्प यदि हजुरहरूले अटोमेटिक घरमा नाप्ने राख्नु भएको छ र त्यो मेसिनले सही रिडिङ गरिरहेको छ, अथवा कोही मेडिकलहरूमा जाँदाखेरि चाहिँ हजुरले प्रेसरको औषधिहरू, डायुरेटिकहरू खानु भएको थियो र हजुरको प्रेसर लो भएको छ भने
त्यतिखेर खान सक्ने भनेको जीवन जल। हामीले आम मेडिकलहरुमा अथवा कहिलेकाहीँ किराना पसलहरुमा पनि जहाँ पनि पाउने भनेको जीवन जल हो। जीवन जललाई हामीले तुरुन्तै खुवाउन सकिन्छ। अब जीवन जललाई हजुरले एउटा आफ्नो लाइफको एउटा अभिन्न अङ्ग नगराउनु होला। एक्सर्साइज गर्दा जीवन जल खाएर गर्ने हैन, अब अलिकति चक्कर लाग्ने बित्तिकै जीवन जल खाने, त्यस्तै त्यसमा पनि नुनको मात्रा हुने भएको कारणले त्यसरी जीवन जल खान भन्दा हामीले चाहिँ जीवन जल यत्तिकै खान चाहिँ हुन्न। तर हजुरलाई त्यसरी चाहिँ प्रेसर लो भएको छ अथवा एकदमै धेरै अब डायरियाहरू भएको छ, हजुर बिरामी हो हैन, अनि भोमिटिङहरू भएको छ, लामो समयसम्म हजुरहरू डिहाइड्रेट हुनुभएको छ, एकदम घाममा हिँडेर पसिनाहरू बगेको छ, हजुरले के हिसाब किताब मिलाउनु पर्यो भन्दा शरीरमा पानीको मात्रा कम भएर हजुरको प्रेसर लो भएको हो भने हामीले चाहिँ जीवन जल खान पर्यो। एउटा यो काम गर्नु पर्यो। अब यदि अब भनौँ न मेडिकलहरुमा अथवा जीवनजल पानीहरू नै एभाइलेबल भएको ठाउँमा हुनुहुन्न र प्रेसर लो भएको मान्छे हुनुहुन्छ नि उहाँलाई चाहिँ फ्ल्याट गरेर सुताउनु पर्यो। रक्त सञ्चालन जुन छ त्यो राम्रोसँग हुने गर्छ र राम्रोसँग रक्त सञ्चालन भइसकेपछि प्रेसरहरू नर्मल हुन्छ। अब हजुरले घरमा अरू के चिजहरू खान सक्नुहुन्छ जो लामो समयदेखि प्रेसर लो भएर पीडित हुनुहुन्छ, चक्कर लाग्छ, प्रेसर लो भएपछि एकदम उठ्ने जाँगरै हुन्न, सुतेको सुतै गर्न मन लाग्छ, एकदम दैनिकी चलाउन गाह्रो भएको छ, जसलाई आफ्नो दैनिकी चलाउन गाह्रो भएको छ र घरमा चाहिँ प्रेसर बढ्नको लागि के त्यस्ता चिजहरू खान सकिन्छ भन्ने छ भने हजुरहरूले एकदम घरमा पाउने भनेको कफीलाई हजुरले चिनी नहालिकन है ब्ल्याक अथवा सकिन्छ भने ब्ल्याक होइन भने अब व्हाइट भए पनि विदाउट चिनीको कफी चाहिँ दिनको एउटा कफी हजुरले थोरै स्ट्रङ कफी चाहिँ लिन सक्नुहुन्छ। त्यो हजुरको स्वास्थ्यको लागि राम्रो हुन सक्छ। अर्को जेठी मधु छ, जेठी मधुको डाँठ पनि पाउँछ, पाउडर पनि पाउँछ। डाँठ लिनुहुन्छ भने 2-3टा डाँठ सानो मसिनो आदि भाँचेर त्यसलाई चाहिँ चिया बनाएर खान सक्नुहुन्छ दिनको 1 देखि 2 चोटिसम्म। नत्र पनि पाउडर पाउनुहुन्छ भने आधा चम्चा 1 देखि 2 चम्चा दिनको चाहिँ त्यसलाई चिया बनाएर खान सक्नुहुन्छ। हजुरले सादा पानी जुन छ आफ्नो सादा पानी जुन इन्टेक गर्ने तरिका छ त्यसलाई चाहिँ बढाउनु पर्छ। हजुरले एटलिस्ट दिनभरिमा 8 गिलास पानी आफ्नो रुटिनमा राख्नै पर्छ। एकैचोटि 8 गिलास पानी खाने हैन, घण्टा 2 घण्टामा मिलाएर पानीको मात्रालाई चाहिँ मिलाएर 1-2 गिलास गरेर दिनभरिमा 8 गिलास पानी खानुपर्छ। हजुरले योगा मेडिटेसन अलिकति गर्नुभयो भने यसले चाहिँ राम्रो हुन्छ। एक्सर्साइज गर्नुभयो भने पनि कुनै पनि कार्डियो एक्सर्साइजहरू गर्नुभयो, कार्डियो बुस्ट गर्ने खालको एक्सर्साइजहरू गर्नुभयो भने हजुरको प्रेसर नर्मल हुँदै आउँछ। किन भन्दा एक्सर्साइजले प्रेसर घटाउने पनि काम गर्छ नि प्रेसरलाई नर्मलमा ल्याएर राख्ने, योगा मेडिटेसनले प्रेसरलाई नर्मल ल्याएर राख्ने पनि गर्छ। त्यसले गर्दा हजुरलाई चाहिँ यस्तो खालको समस्याहरू छ भने एक्सर्साइजलाई पनि आफ्नो चाहिँ रुटिनमा राख्न सक्नुहुन्छ। हजुरले अब लाइफस्टाइलहरू चेन्ज गर्नु भएर हजुरको प्रेसर नर्मल भएको छ भने हजुरको डाक्टरलाई भेटेर प्रेसरको दबाईहरू घटाइदिन, मिलाइदिन अथवा हटाइदिन भन्न सक्नुहुन्छ। प्रेसर दबाई खाएन भने फेरि तपाईको चाहिँ भोलि गएर मलाई के हुन्छ कि भन्ने हजुरहरूलाई छ भने यदि नर्मल भयो भने मेरो आफ्नो एक्सपिरियन्समा मैले 20 वर्ष मेडिकलमा काम गरेर के देखेको छु भन्दाखेरि धेरै मान्छेहरूले प्रेसर दबाई खान छोड्दाखेरि सधैँ भएको प्रेसर नाप्दा प्रेसर नर्मल भइरहेछ, त्यस्तो खान भएन। तर लाइफस्टाइल चाहिँ अहिले जुन चेन्ज गरेर हजुरले नुनहरू बारेर एक्सर्साइजहरू गरेर जुन आफ्नो लाइफस्टाइल चेन्ज गर्नुभएको छ त्यो चेन्ज भएको लाइफस्टाइल त्यही कन्टिन्यू गर्नु होला, फेरि नमातिनु होला, बाटो नबिराउनु होला। कहिलेकाहीँ हजुरलाई आवश्यक पर्न सक्छ कि आइभी फ्लुइडहरूको पनि आवश्यक पर्न सक्छ, जसको प्रेसरहरू लो छ। ती बिरामीहरूलाई कहिलेकाहीँ हस्पिटलमा भर्ना गरेर एनएस अथवा आरएल अथवा अरू कुनै इलेक्ट्रोलाइटहरू जो उहाँको शरीरको लागि इलेक्ट्रोलाइट ब्यालेन्स मिलाउनको लागि आइभी फ्लुइड भनिन्छ, नसाबाट पनि कहिलेकाहीँ औषधिहरू दिएर स्लाइनहरू दिएर पनि यसरी चाहिँ लो ब्लड प्रेसरलाई मेन्टेन गर्न सकिन्छ। मैले आज लो ब्लड प्रेसरमा देखिने लक्षण के कारणले हुन्छ, घरमा खान मिल्ने कुराहरू के छन् र अब जीवनजलको बारेमा पनि पानीको बारेमा पनि हजुरहरूलाई भने भिडियो इन्फर्मेटिभ छ भने लाइक कमेन्ट सेयर गर्नु होला। यस्तै इन्फर्मेटिभ औषधि विविध रोगहरूको लागि घराइसी नुस्खाहरू के युज गर्न सकिन्छ यावत कुराको लागि मेरो निपुण च्यानल स्वास्थ्य टिप्स हजुरहरूलाई सब्स्क्राइब गर्न म विशेष रिक्वेस्ट गर्दै आजलाई बिदा हुन्छु। बाइ बाइ।